हेलो नमस्ते छ है सबलाई मुस्ताङ टुर पार्ट 3 स्याङबोचे मुस्ताङ। समुद्री तहबाट करिब 3800 मिटरको उचाइ, चिसो हावा र हिमालको मनोरम दृश्य। केही बेर वरपर डुलेर ब्रेकफास्ट गर्यो। गुड मर्निङ गाइज फ्रम स्याङबोचे मुस्ताङ। हामीले चाहिँ आज हिजो राति चाहिँ यतै बास बस्यौँ स्याङबोचे धौलागिरी होटलमा। अनि आज चाहिँ हामी बिहान यहाँ ब्रेकफास्ट गरेर माथि झर्ने। कस्तो भयो सुताई? आजको हाम्रो गन्तव्य लोग्याकर अर्थात् घार गुम्बा। 8औं शताब्दीमा निर्माण भएको यस गुम्बाको आफ्नै इतिहास रहेछ। हामीले त्यसबारे पनि मजाले बुझ्ने मौका पायौँ। घार गुम्बाको इतिहास तिब्बतको सम्यक गुम्बासँग जोडिएको रहेछ। 8औं शताब्दीमा तिब्बतका तत्कालीन राजा त्रिसोङ देछेनले सम्यक गुम्बा बनाउने बेला लौसिङ्मो गेङ्गेल नामको राक्षस आई भत्काउने बिगार्ने गर्दो रहेछ। त्यसैले राजाले गुरु रिम्पोर्चेलाई बोलाउनु भयो। गुरु रिम्पोर्चे आएसँगै त्यो राक्षस नुनको बोरा बोकी भाग्न थाल्यो। भनिन्छ अहिले पनि छोरा सुम्दा र टेमा राक्षसले पोखाएको नुन पाइन्छ रे। राक्षसलाई लखाट्ने क्रममा गुरु रिम्पोर्चेले विभिन्न ठाउँहरूमा आराम गर्नुभएको थियो रे र आराम गर्ने ठाउँतिर उहाँको निशानहरू पदचिन्हहरू अझै पाइन सकिन्छ। अन्ततः राक्षसको टाउको गुरु रिम्पोर्चेले घामी गाउनेर देखेपछि वज्र प्रहार गरी राक्षसको अन्त्य गर्नुभयो। राक्षसको भित्री पेटको अङ्गबाट मन्दारिङमा अर्थात् लामो खोर्लामणिको निर्माण भएको मानिन्छ। त्यसै गरी फोक्सो र रगतबाट ढाकमार पहाड बनेको भन्ने मानिन्छ। त्यसैले त्यो पहाड अझै पनि रातो देखिन्छ र रेड हिल्सको नामले चिनिन्छ। राक्षसको निधन भएसँगै ती राक्षसको विभिन्न अङ्ग र हाडहरूमाथि छोर्देनको निर्माण गरियो र त्यस्ता छोर्देनहरू 108 वटा रहेको बताइन्छ, जसलाई हामी अहिले पनि देख्न सक्छौँ। समुद्री तहबाट 3900 मिटरको उचाइमा पर्ने घार गुम्बा। यस गुम्बाको निर्माण भने ती राक्षसको मुटुमाथि गरेको थियो। यस घार गुम्बाको निर्माण गुरु रिम्पोर्चेकै गाइडेन्स अनुसार 8औं शताब्दीमा भएको थियो। त्यसैले यो गुम्बालाई सबैभन्दा पुरानो गुरु रिम्पोर्चेको गुम्बाको रूपमा मान्न सक्छौँ। घार गुम्बामा भएको गुरु रिम्पोर्चेको मूर्ति अरू ठाउँभन्दा भिन्न पाउन सक्छौँ। temba jinda ngata jirwa temba yire nebe taji giri tonda gizi chiwa ta medin nabi gendara tumba dori
यहाँ हामीले पूजा पनि गर्ने अवसर पायौँ र एकदम ब्लेस्ड फिल गरिरहेका थियौँ। आउने पहिला केही नाम निशानै छैन नि लुम्बिनी बिजी भयो नि काठमाडौँभित्र अलिअलि बुद्धगया यहाँदेखि बुद्धगयामा त बुद्धगया 11वटा स्टेप हुन्छ 10वटा स्टेपसम्म चाहिँ बोधिसत्वको रूपमा गरिन्छ 11 स्टेपमा पुगिसकेपछि बुद्ध भइदियो अनि 10वटा स्टेपसम्म चाहिँ आफ्नो जति पनि काम गर्ने चाहिँ सबै प्राणीको लागि ज्यान त्याग्ने पूजा गरेर त्यहाँबाट हामीलाई अब अतिथि संस्कार भयो। यहाँ कानीराले गर्नुभयो अनि हामी पूजा सम्पन्न गरेर अब फेरि फर्किँदैछौँ चारङमा। अब लन्च गर्छौँ होला अनि निस्किन्छौँ। एकदम राम्रो भयो। माथि टाढामा चाहिँ भ्यू पनि परेको थियो अरे है। सो अब हामी उता जान्छौँ। सो इट्स अ ब्युटिफुल सिन अनि एकदमै ब्लेस्ड टु बी हियर एट ब्रो। अब भने हामी लन्चको लागि चाराङ गाउँ जाँदैछौँ र त्यसको लागि हामीले माराङको रुट हुँदै अगाडि बढ्यौँ। माराङमा नै हामी बाहिर निस्केर हेर्ने रहर त थियो, तर समयको अभावमा हामी गाडीबाटै दृश्यहरू अवलोकन गर्दै अगाडि बढ्यौँ। यति खान्छ लियो मलाई 3 भागमा 1 भाग 2 भाग भन्थ्यो। यो कटरको हाम्रो कहिले नाम फेरि पहिले खाना खाएर अब हामी फेरि उता एउटा प्यालेस छ अरे पुरानो, त्यो हेर्न लाग्यो। यहाँबाट देखिँदैन होला तर उताबाट देखिन्छ। खाना खाएर यसो भएको रे प्यालेस कस्तो रहेछ टाढैबाट हेर्नु। चारङ गाउँ मुस्ताङको पुरानो राजधानीको रूपमा लिन सक्छौँ। लोमन्थाङभन्दा पहिले यहाँ मुस्ताङको राजाको दरबार रहेछ। दरबारको अगाडि राखेको यो ढुङ्गा मुस्ताङको राजालाई जुम्लाको राजाले चिनो स्वरूप दिएको ढुङ्गा रहेछ। हाम्रो गाउँघरतिर जस्तो पो रहेछ त। हाम्रो गाउँघरतिर जस्तो रहेछ। भित्र हामीले युद्ध लड्दा लाउने आर्मरहरू, हात हतियार, तरवालहरू पनि देख्यौँ र एउटा इन्ट्रेस्टिङ कुरा पनि थाहा पायौँ। यस प्यालेसको निर्माण गरिसकेपछि प्यालेस निर्माण गर्ने इन्जिनियर र कामदारहरूको हात काटेर यसरी झुन्डाएर राखेको, प्रिजर्भ गरिराखेको पनि रहेछ। र अर्को थरी के पनि भन्दो रहेछ भने प्यालेस बनाएको मान्छेहरूको मृत्युपछि एज अ रेस्पेक्ट उनीहरूको हात यसरी प्रिजर्भ गरेर राखेको थियो रे। पुरानो प्यालेस अनि बनाउँदै गरेको गुम्बा हेरेर फर्किसक्यो। र यो चाहिँ चारङ
गाउँ मुस्ताङको र छाराङको प्यालेस अघि न देखाले है। पछि चाहिँ यो माथि चाहिँ रोमनथाङमा सरेको, पहिला चाहिँ यतै धेरै राजदरबार। सो गाइस अझै छाराङ गाउँ है त। हाम्रो मुस्ताङको यात्रा यहीँसम्मको थियो र हामीले सोचेको भन्दा पनि राम्रो र रमाइलो लाग्यो हामीलाई। मुस्ताङको पुरानो राजदरबार घुम्यौँ। सबैभन्दा पुरानो गुरु रिम्पोछेको गुम्बामा भने हामीले पूजा पनि गर्ने अवसर पायौँ। सो अभियसली हाम्रो यात्रा एकदम सफल भयो। हामी एकदम खुसी साथ फर्क्यौँ। अब हाम्रो यात्रा सफल भएसँगै हामी आज लेतेमा गई बास बस्ने प्लान बनायौँ। अन्तिमसम्म हेर्नुभएकोमा धेरै धेरै धन्यवाद। अर्को भिडियो चाँडै आउनेछ। स्टे ट्युन्ड अनि लाइक, सेयर, कमेन्ट गर्न नबिर्सिनु होला।